त्यसै गरी अब हिजो देशव्यापी मोटरसाइकल र्याली र सभा भएपछि के अरे मासु भात र चाहिँ नि तेल हालिदियो भनेर नि हल्ला गरेका छन्। अब नेकपा एमाले चाहिँ कुनै तेल हालेर मासु भात खुवाएर युवा परिचालन गर्न पर्ने पार्टी होइन। अब नेकपा एमाले 101 युवा व्यवसायी साथी भएको हुनाले दिनदिनै मासु खान सक्ने हैसियतै छैन, यहाँ कसैले मासु खाँदै नै पर्दैन। त्यही भएर यो कसैले मासु खायो भने अब खान्छन्, आफ्नो खर्चले मासु खान सक्ने हैसियतका साथीहरू छन् र कसैले युवा सङ्घका साथीहरूले तेल हाल्नै पर्दैन, सबै तेल हाल्न सक्ने हैसियतै छन्। चोरीका मोटरसाइकल चढ्ने, अर्का तेल ठग्ने भनेका चाहिँ नि त्यही अपराधीहरूतिरै छन्, हामीतिर कोही पनि छैनन्। त्यही भएर तेल हाले भए उनीहरूले हाल्दै होला, नभए तेल हाल्नु पनि पर्दैन। र यो चाहिँ हाम्रो कार्यक्रम र हाम्रो गतिविधिदेखि पर्सेकाहरूले फेक डकुमेन्ट बनाएर, फेक छाप बनाएर जुन नौटङ्की गरेका छन्, यो चाहिँ सोसियल मिडिया अनियन्त्रित भएको एउटा सङ्केतको निरन्तरता हो। यसलाई पनि कन्ट्रोल गर्नुपर्छ। वर्तमान सरकारले गर्ला नगर्ला, चाँडै नै बन्ने हाम्रो सरकारले यसलाई पनि गर्छ, हामीसहित सम्बन्धित सरकारले।